त्यसपछि सुत्ने कोसिस गरेँ। सारा रात यता कोल्टे फेरेर उता कोल्टे फेरेर बितेउन सुत्न सकिनँ। बिहानी हुने बित्तिकै त ब्रह्म मुहुर्तको बेलादेखि नि लौ लौ गाई हाँक्नेहरू हाँक, अगाडि अगाडि लैजाऊ, गोठको सारा सामान सम्हाल्नु राम्ररी, कुनै कुराहरू नछुटुन्, राम्ररी बाँधेर गाडामा राख्नु, अगाडि गाई गौमाताहरूलाई अगाडि अगाडि लिएर जाओ भन्ने आदेश कतै भइरहेका छ। सामान नछुटोस्, भगवानको कुनै सेवाको उपकरण नछुटोस्, राम्ररी पोको पार राम्ररी राख भन्ने अर्कातिर निर्देश सुनिरहेको थियो। देख्दा देख्दै गौशाला उठाइयो, देख्दा देख्दै एकपछि अर्का कुटियाहरू उठे, मुख्य महात्माजीको बीचको कुटिया पनि उठाइयो। वेदव्यासी संसारको छटा थर्लङ्ग भइराखेका छ। आज केही समयको लागि रमझम छ, भोलि सारा त्यस्तै सुनसान हुन्छ। देख्दा देख्दै त्यति राम्रो 4 महिनादेखि भक्ति सरिता बगाइरहेको त्यो कल्पवासको स्थिति अब सब उजाड उजाड भइरहेको। देख्दा देख्दै पंगत गर्ने ठाउँ पनि उठ्यो, जहाँ सन्त महात्माहरूका बीचमा गएर म केही प्रसाद लिन्थेँ। प्रभुको प्रसादसँगै महात्माहरूका प्रसादका कणहरू पनि पत्तलहरूबाट लिएर म लिन्थेँ। त्यो सब क्षेत्र उजाड भयो। हुँदा हुँदा सम्पूर्ण क्षेत्र उजाड हुँदै गइसकेपछि भगवानका मन्दिरका सामानहरू समेट्दै, सबै सामान समेटिसकेपछि अब प्रभुको विग्रह ल्याएर राख्ने र यहाँ प्रस्थान गर्ने भनेर एउटा खट बनाइएको थियो। त्यस खटमा विग्रह पनि ल्याएर राखिसकेपछि अब महात्माहरू बडो विरहको भावना सबैलाई दिँदै सारा गाउँभरि निवास गर्ने भक्तहरू त्यहाँका सबै रोइरहेका थिए। बिछोड हुनेको महात्माहरूसँग भनेर। यस संसारमा 2 थरी प्राणी हुन्छन्। एक थरीको भेट हुँदाखेरि दुःख हुन्छ, अर्को थरीको बिछोड हुने बेला दुःख। ग्रामवासीहरूको लागि ती सन्तहरूको बिछोड त्यस्तै सब रोइरहेका। सन्तहरू चाहिँ भगवानको विग्रहलाई स्वरूपलाई ल्याएर खटमा राखेर विदाईको कीर्तन गाइरहेका थिए। गोविन्द हरे गोपाल हरे, जय जय प्रभु दीन दयाल हरे, जय जय प्रभु दीन दयाल हरे, गोविंद हरे गोपाल सर्वेश्वर दीन दयाल हरे, मुरलीधर दीन दयाल हरे, गोपाल सच्चिदानंद भगवान को सारा आँखा भरी आँसु पारी पारी आएर गाउँलेहरूले घेरेका थिए महात्माहरूलाई। महात्माजी मुख्य महात्माजीका चरणमा छुन्थे। महात्माजी प्रभुका भजन करते रहो, कल्याण होगा भनेर आशीर्वाद दिनुहुन्थ्यो। प्रमुख महात्माजी यसै गर्दै चरण छुँदै बिदा हुँदै गर्दै थिए। कसैका आँखा उभान थिएनन्, बिजी राखेका थिए, बहिरहेको थियो अश्रुधारा। म टाढा उभिएर हेरिराखेका थिएँ। म चाहिँ के गरौँ, जाउँ कि नजाउँ प्रणाम गर्नु? नजाउँ भने यी चरण मलाई फेरि कहाँ मिल्छन्? आज हरिदास कहाँ गएछ?
भनेर मेरो नामै लिएर याद गर्नुभयो, सोध्नुभयो। अनि म रहन सकिनँ, दगुर्दै गएँ। यत्रो कृपा ममाथि, म नामै लिएर स्मरण गर्दैन भनेर म थामेर सक्दिनँ। दगुर्दै गएर लोटपोट भएँ चरणमा। महात्माजीले मलाई आफूलाई समातेर उठाउनु भयो र भन्नुभयो, हरिदास सानो मन नबनाऊ, तिमी यहीँ बसेर आमाको सेवा गर, तिमीलाई यहीँ प्रभुको दर्शन हुन्छ। तिमीले सुनेकै छौ, सुन्नुपर्ने कुरा सत्सङ्ग गरेकै छौ, नित्य भगवानको कीर्तन गर्नु। हेर म तिमीलाई ध्यानको बाटो बताउँछु, पद्मासन बाँध्न सिकाउँछु। यसरी पद्मासन बाँध्नु, बुझ्यो? अनि यसरी हेर, भगवानका चरण कमलदेखि लिएर मस्तक पर्यन्त, मस्तकदेखि चरण कमल पर्यन्त क्रमशः आरोह अवरोह क्रमले नित्य ध्यान गर्नु भनेर चरण कमलदेखि श्रीमस्तक पर्यन्त, श्रीमस्तकदेखि चरण कमल पर्यन्त ध्यान गर्ने विधि सिकाउनु भयो महात्माजीले। र कानमा भन्नुभयो, हरिदास यो मन्त्र तिमीले जतिखेर जपे पनि हुन्छ, यो मुक्त मन्त्र हो, यसमा कुनै विधि निषेध छैन, कुनै समयको अनुकूल प्रतिकूल भन्ने छैन, जतिखेर पनि जप्न सक्छौ। यो मन्त्र जप्ने गर्नु तिमीले भन्ने एउटा भनेर यसरी सम्झाउँदै कानमा एउटा मन्त्र भनिदिनु भयो, खुला मन्त्र, जतिखेर पनि जप्न सक्छौ भनेर। श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव। हे नाथ नारायण वासुदेव, हे नाथ नारायण वासुदेव। सच्चिदानंद भगवान को। यसरी मन्त्र पनि कानमा भनिदिएर मेरा हात मेरा मस्तकमा शिरमा हातले छोइदिएर हातको स्पर्श गरिदिएर महात्माजी त्यहाँबाट बिदा भएर जानुभयो। मलाई त ती ध्यान लागेछ वेदव्यासजी, त्यसपछि महात्माहरू कति टाढा पुगिसक्नु भएको थियो होला, अँध्यारो भइसकेछ। मेरी आमा चाहिँ कहाँ छुट्यो कालु, कहाँ रह्यो आज हरिदास भन्दै, कालु हरिदास कहाँ छौ बाबु, तिमी कहाँ छौ भन्दै हातमा बत्ती लिएर खोज्दै आउनुभयो। म त ध्यान मग्न भइसकेका थिएँ। जब आमाको तीखो स्वर कानमा पर्यो, आमाले बोलाएको, अनिखेर मेरो ध्यान खुल्यो। आमाले आएर मलाई हप्काउँदै, कालु हरिदास तिमी यति निठुरी छौ, आमाले के सोधिसकी होली, के गरी होली, कस्तो होला, कति पीर मानी होली, कति पनि परवाह गर्दैन, होइन एक्लै यहाँ किन बसिराख्या, हिँड भनेर हात समातेर मलाई लिएर जानुभयो वेदव्यासजी। आमाको स्नेहमय बन्धनबाट म मुक्त भइसकेँ भन्ने भइसक्यो र सम्ममा म फेरि बाँधिएँ भन्ने अनुभव गर्दै म आमाको स्नेह पासमा बाँधिएर फर्केँ। त्यसपछि आमाको स्नेह क्षणभरमा एकछिन देखेन भने पनि मलाई पुकार्न थाल्नुहुन्थ्यो, बाबु केही खायौ कि खाएनौ, भोक लाग्यो होला, आऊ खाऊ, आऊ पिउ, केही तिमीलाई घाँटी सुक्यो होला इत्यादि भन्नुहुन्थ्यो, बोलाइरहनुहुन्थ्यो मलाई। अनि म चाहिँ मेरा बाल सङ्गातीहरूको साथमा गङ्गाजीको किनारमा जान्थेँ र सबै मिलेर हामीहरू पतित पावन भगवान श्रीहरिको त्यो नाम जो उहाँले सिकाउनु भएको थियो, उहाँले जो हिँड्ने बेला बताउनु भएको थियो, त्यही गाउँथ्यौँ हामीहरू जप्ने गरेर। श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव। सच्चिदानंद भगवान को, पतित पावन भगवान नाम को जय जय श्री राधे। त्यसैमा निमग्न हुन्थ्यौँ हामी कीर्तनमा। यता आमाले गाई दुहुन जाने विचार गर्नुभएको छ। साँझ परेको बेला राम्रो देखिँदैन थियो। हातमा दुहुने भाँडो डोरी लिएर गोठतिर जान लाग्नु भएको छ। बाटामा महाविषधर सर्प पल्टेको रहेछ, तेर्सेको। आमालाई ख्यालै नभइकन पाउ पारेछन् आमा त।
त्यो सर्पले तुरन्त रिसाएर क्रुद्ध भएर डसेछ आमालाई। महाविषधर भएको हुनाले मेरी आमाको तत्काल प्राण गएको। एकजना बालसखाले कराएर भन्यो, हरिदास हरिदास थाहा छैन तिमीलाई, तिम्री आमा छैनन् अब संसारमा, तिम्री आमा परलोक भइसकिन्। होइन कसरी हुन्छ, अहिले एकैछिन अगाडि आमाले बोलाएको मलाई यहाँ कानमा याद आइराखेको छ, गुन्जिराखेको छ स्वर। होइन भने आऊ हेर, तिमीलाई पत्यार लाग्दैन भने तिम्री आमा छैनन् अब। त्यसपछि म दबुर्दै गएँ, गएर हेरेँ वेदव्यासी, मलाई त ज्ञानले पनि छोडेको थियो, वैराग्यले पनि, तर मेरी जन्मदात्री आमा मलाई 9 महिनासम्म कष्ट सहेर गर्भमा धारण गर्ने अनि जन्म दिएर पनि छातीको रस चुसाएर मलाई हुर्काउने, क्षणभर पलभर नदेख्दा चिन्तित हुने, मेरै हितका लागि क्षण क्षण पल पल ध्यान चिन्तन गर्ने, त्यस्तै मेरी वात्सल्यमयी आमा, जन्मदात्री आमा। त्यो अवस्थामा पल्टिया देखेर म थामिन सकिनछु, धेरै बेर डाको छोडेर रोएँ। ज्ञान वैराग्य सब छुमन्तर भएछन् आमाको त्यो अवस्था भएको बेला मेरो हृदयबाट। वेदव्यासजी केही बेर मैले त्यसरी रोएँ, अनिखेर मनमा नै आफैलाई सम्हालेँ मैले। हेर संसारको सम्बन्धै यस्तो, यहाँ कुन चाहिँ चिज स्थायी छ, न आफ्ना प्रियभन्दा प्रिय व्यक्तिको सम्बन्ध स्थायी छ, न राम्रा भन्दा राम्रा मन परेका वस्तुहरू स्थायी छन्, न राम्रो भन्दा राम्रो अनुकूल भनेको परिस्थिति स्थायी छ। यहाँ एउटा पनि त मन परेको वस्तु रहँदैन यहाँ जीवनमा। जबसम्म हामी एउटा परिवारमा जम्मा भएका थियौँ, आमाले म प्रति वात्सल्य दिनुभयो, त्यो समय सकिएछ, अब आमा जानु। यस सङ्गम पान्थ सङ्गम, त्यो बटुवाको सङ्गम हो यो। कोही अगाडि कोही पछाडि भएर अवश्य जानुपर्छ छोडिएर। ठिकै छ, आमाले स्नेह दिनु थियो दिनुभयो, अब त्यो अवधि सकिएछ, जानुभयो। मनमा नै मैले आफूलाई सम्हालेँ। त्यतिकैमा बालसखाहरू भन्न थाले, हरिदास आमाको दाह संस्कार गर्ने होइन अब, अन्त्येष्टि संस्कार। मैले भने अवश्य गर्ने मेरो प्यारो सखा हो, तर म त चाहन्छु आमाको दाह संस्कार सँगसँगै मेरो एउटा अर्को बन्धनको सूत्र बनेको वस्तु छ। म यो झोपडी, यो मेरो कुटिया भनेर यहीँ आएर आसक्त भएर रहन थालौँला। मेरो यो कुटियाको पनि दाह संस्कार आमालाई साथसाथमा भइहालोस्, म चाहन्छु। अनिखेर गीतामा भगवानले 12औं अध्यायमा भने नि, अनिकेतः स्थिर मतिर भक्तिमान मे प्रियो नरह भने चाहिँ म अनिकेत हुनेछु, मेरो कोही आसक्तिको स्थान हुने छैन, यो चाहिँ मेरो ठाउँ भनेर भने। ल त्यसो भएदेखि अब त्यसो दाह संस्कारको बेला आएको, तिमीहरू तयार छौ भने वासका हो, त्यो सम्पूर्ण यो झुपडीमा जति छन् वस्तुहरू, यहाँ लकडी होला, बाँस होला, खर होला, सब समेटेर लैजाओ। ती पनि मिलाएर ठुलो चिता बनाइदियो जमुनाजीको किनारमा, गङ्गाजीको किनारमा, र त्यहाँ श्रीखण्डका तुलसीका लकडीहरू राखिदिनु। अनि त्यस चितामा मेरी आमाको दाह संस्कार हुन्छ र सँगसँगै यस झुपडीको पनि संस्कार हुन्छ, अनि मेरो कोही आसक्तिको केन्द्र हुँदैन यहाँ भनेर मैले सल्लाह दिएँ बालसखाहरूलाई। मेरो कुरा मानिदिए उनीहरूले। त्यसपछि ती सबै वस्तुहरू पनि समेटेर लगिदिए, ठुलो चिता बन्यो। अनि त्यसपछि आमाको सब लगेर, पार्थिव शरीर लगेर राखियो। मैले हातमा बत्ती लिएर, आगो लिएर 3 फेरा मैले परिक्रमा लगाएँ चिताको। र वेदव्यासी संसारको नश्वर, संसारका नाता होताहरूको नश्वरता, क्षणभङ्गुरता मैले आफ्नो आँखाको अगाडि झल झल आफै देखेँ। मैले आफ्नै हातले मेरी आमाका मुखमा आगो लगाएँ, जुन मुखले सधैँ मलाई भनिरहन्थ्यो, हरिदास कालु कहाँ छौ तिमी, भोकायो होला, प्यासा होला, आऊ खाऊ, प्यास मेटा भनेर भनिरहन्थ्यो। कहाँ छौ कालु, हरिदास भनेर जुन मुखले पुकारिरहन्थ्यो मलाई, आमाको त्यही प्यारो वात्सल्यमय मुखमा आफ्नो हातले आगो लगाएँ मैले। त्यसपछि हर 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 चिता जल्दै गयो। केही बेर त आमाको पार्थिव शरीर आकृतिको रूपमा देखिँदै थियो त्यहाँ अग्निको पुञ्जबाट, बीचबाट, तर केही बेर पछि त त्यो पनि देखिन बन्द भयो। र आखिरमा आमाको आकृति, प्रकृति, सम्पूर्ण अस्तित्व मुठ्ठीभर खरानीमा परिणत भयो।